Good morning guys. हामी लुजर्न भन्ने ठाउँमा छौँ स्विजरल्यान्डको है। यो चाहिँ हाम्रो होटलको बाल्कनी हो अनि यहाँबाट भ्यूहरू अब कस्तो देखिन्छ भनेर म देखाउँछु। जस चिसो छ तर प्यारिस भन्दा किन मलाई हुन्छ नि स्विजरल्यान्ड त्यति धेरै चिसो लागेन है। बट म भिडियोहरू देखाउँछु है त अब बाहिरको। ल गाइज हाम्रो बाल्कनीबाट देखेको भ्यू यस्तो छ है। यो चाहिँ अब तल रोड अनि यो चाहिँ अब स्ट्रिटहरू है। हाम्रो होटलदेखि तलको स्ट्रिटहरू यस्तो छ, यस्तो बबाल छ, दामी लुक्स गुड। अनि त्यहाँ पर चाहिँ माउन्टेन्सहरू देखिरहेछ नेपाल जस्तै दामी माउन्टेन्सहरू क्या हो। लाइक zoom it right so bawal mountain area दामी छ माउन्टेनहरू है। हाम्रो होटलबाट निकै टाढा छ। आज हामी माउन्ट पिलाटस भन्ने ठाउँ जाने कोसिस गरिरहेको छौँ। सो होप विल बी देयर। अनि त्यसपछि गन्डोलाहरू चढ्ने ट्राईहरू गर्छौँ। सो विल सी हाउ इट गोज। सो यस्तो छ है, दामी छ। ल अब यसपछि हामी तल जान्छौँ, एकछिन ब्रेकफास्ट गर्छौँ अनि त्यसपछि बस टिकट लिएर माउन्ट पिलाटसतिर जाने ठाउँतिर जान्छौँ। अनि म तल गएर अझै धेरै भिडियोहरू बनाउँछु। यहाँ चाहिँ लाइक हुन्छ नि बुद्धिस्टहरू बस्छन् जस्तो छ क्या। अब यस्तो झुन्डाइरहेको छ है। सो फुली नेपालीहरू हुनसक्छ। बट सो फार हामीले नेपाली दाईहरू भेटेको भनेको त्यही ज्युरिकमा मात्रै हो, प्रेसिडेन्टको दाईहरू। सो त्यहाँदेखि अहिलेसम्म देखाएको छैन। सो फर नाउ यति नै हो है गाइज। बाँकी भिडियो अहिले एकछिनमा। दिस इज आवर ब्रेकफास्ट फर टुडे राइट हियर। Yogurt, fruits. Looks good. जुस छ यहाँ चाहिँ। बिहान बेला पनि मान्छेले रक्सी खाइदिँदो रहेछ क्या त्यही। सो यही हो गाइज। दिस इज आवर ब्रेकफास्ट। चिज लो मलाई हाल्नु टन्नै हालै। This one as well. Just got it. Hold it and cut it. Sorry. Oh, this way. Yep. Come on for yourself too. And there's the bread and everything, guys. Right here. ल गाइज हाम्रो होटल चाहिँ यही हो। होटल यही हो, होटल डेलाप्लेक्स होइन। अनि यो चाहिँ हामी होटलबाट बाहिर निस्क्यौँ। यहाँ चाहिँ इन्डियन रेस्टुरेन्ट रहेछ, कान्छी इन्डियन रेस्टुरेन्ट भन्ने होइन। इन्डियाको झन्डा नि रहेछ ठुलो। र अब हामी चाहिँ यहाँबाट माउन्ट पिलाटस भन्ने के अरे माउन्टेन घुम्न जान लाग्छौँ। बस लिएर जानुपर्छ यहाँबाट। ठ्याक्क सुपर मार्केटदेखि यतापट्टि छ साइडमा भनेर। अनि whenever you come to Luzerne होइन, जुनै पनि होटलमा बसे पनि just ask them that you want to go to Mount Pilatus and how do you get the bus ticket, and they're going to give you the free bus ticket, and that's valid for whole day, the entire day until checkout. अनि you can go मजाले गएर लाइक घुमेर Mount Pilatus घुमेर आउँदा हुन्छ। Oh yeah, I think that's what she says कि like हुन्छ नि visitor pass भइसकेपछि you can go like wherever you want, like जहाँ गए नि हुन्छ क्या। entire Luzerne anywhere क्या, माउन्टेनहरू यता उता बस जहाँ पनि लिन मिल्यो। सो बस यहीँ आउँछ
right here. So bus number 1 लिएर हामी माउन्ट पिलेरस जान्छौँ गाइज. यो चाहिँ स्विजरल्यान्डको अब लुजरन भन्ने सिटी हो हैन. यस्तो रमाइलो रहेछ, दामी छ गाइज. बाँकी चाहिँ अहिले एकछिनमा खिच्छु है त म. ल गाइज हामी चाहिँ बस लिएर माउन्ट पिलेरस जान आँट्यौँ. बस चाहिँ यस्तो छ क्राउडी, बट जाँदैछौँ हामी माउन्ट पिलेरस बस चढेर. ठ्याक्कै बस नम्बर 1 आयो. बस अलिकति भिड छ तर बिस्तारै सबै खाली हुन्छ जस्तो छ. र अहिले अब एकछिनमा त्यहाँबाट उत्रेर बाँकी भिडियो खिच्छौँ हामी. गाइस हामी चाहिँ बस चढेर हैन बसभित्रबाट अब त्यही माउन्ट पिलेरस जाँदै गर्दाखेरि भिडियो खिचेको हैन. बाहिर यस्तो राम्रो छ लाइक हुन्छ नि. अनि माउन्ट पिलेरस चाहिँ त्यहाँ माथि छ हैन. हिउँ क्या मजाको हिउँ मजा आयो. सो हाउ डु यु फिल? रमाइलो भइरहेछ. कस्तो लुजरन कस्तो लागिरहेछ? ब्युटिफुल लागिरहेछ. मलाई ब्युटिफुल लागिरहेछ. क्लिन छ बाटोहरू. बस राइड क्या रमाइलो छ. भ्यू लाइक इमेजिन लिभिङ इन स्विजरल्यान्ड. लुजरनमा हैन. You're going to school with a beautiful view, like mountain, snow-capped mountains are there. So राम्रो view देखिँदै हैन. काममा जाने, स्कुल जाने. तर one thing एकदमै चिसो छ. लास्ट चिसो छ. अब झन् चिसो हुन्छ होला माथि. र मसँग टोपी पनि छैन. सुयसासँग त टोपी छ. सुयसाको आउटफिट एकदम राम्रो देखेछ. मैले जस्ट के भन्छु भने मलाई राम्रो लाग्नु भन्दा नि आफूलाई राम्रो लाग्नु पऱ्यो क्या. आफू कस्तो ड्रेस लगाएर जाँदैछ भन्ने कुरा. बट चेन्ज द टपिक. प्लस सिटीको भ्यू हेर्नुहोस् होइन. कस्तो बवाल छ ल हेर्नु. सो गुड. बाटोहरू हेर्नु कति राम्रो छ. बाटोहरू सब कुरा कति क्लिन छ. ब्युटी अफ द सिटी हेर्छौँ होइन. एकछिनको लागि फर नाउ भिडियो बन्द गर्छौँ. अहिले फेरि नजिकै माउन्ट पिलेरस नजिक पुग्ने बेलामा फेरि हामी अन गर्छौँ, देखाउँछौँ हजुरहरूलाई. सो यो गाइस मलाई चाहिँ एकदमै धेरै चिसो भएर मैले मफलर किनेको छु. कस्तो छ मफलर? दामी छ है. म मफलर त त्यति धेरै लाउने मान्छे होइन, बट अति चिसो छ त्यही भएर मेरो स्वेट सर्टसँग म्याचिङ होइन. अनि यहाँबाट चाहिँ माउन्ट पिलेरस जाने बाटो. सो हामी जाँदैछौँ. सुयसाको आउटफिट चेक. ल खतरा देखेछ. स्विस गर्ल. ल हामी चाहिँ माउन्ट मेरो पर्दैन. आम रेडी लुकिङ गुड एन्ड अल द्याट. चिसो छ बट वी स्टिल गोइङ. अब भिलेजतिर माउन्ट पिलेरसको गन्डोला राइड गर्न हामी हिँड्दै गइरहेछौँ होइन. चिसो छ बट रमाइलो छ. के चाहिँ ल हेर्नु त. स्विजरल्यान्डको लुजर्न भन्ने सिटी कति राम्रो होला त. माथि भेडा च्याङ्ग्रान रहेछ हेर त. त्यहाँ डाँडामा उता कालो सेतो होइन. अनि यहाँ चाहिँ क्लक टावर रहेछ एउटा ठुलो. चिसो छ. मफलर scarf, muffler, whatever. It's good, ramailo cha. Look guys, aile later right ta. Hello guys, as we approach near the Mount Piletus, हैन यहाँ रहेछ gondola ride को लागि केवल कारहरु लिने ठाउँ. So यहाँबाट हामी जाँदै छौं.
हिँड्दैछौँ so that त्यहाँबाट नेपाली रेस्टुरेन्ट पनि छ जस्तो छ नेपाली हैन टिबेटियन रेस्टुरेन्ट छ जस्तो छ so यही हो माउन्ट पिलारस यही माथि जान खोजिरहेको हामी and it's a short day ride हैन from I would not drink that water anyways. Huh? Karma's bubble tea. Tibetan restaurant नै रहेछ है यहाँ मोमो एन्ड लेखिरहेको छ रेस्टुरेन्ट हो but who's gonna drink a boba tea? त्यही पनि चिसो त्यही पनि यस्तो चिसोमा not me. Guys, के होला यो लिएर सट्ट त्यहाँ माथि जाँदो रहेछ कति मजाको ल लेट्स गो ल गाइज हामीले चाहिँ माउन्ट पिलारसको गन्डोला राइडको टिकट लिइसकेको छौँ एन्ड अब हामी यहाँबाट केबल कार चढेर जान्छौँ माथि दिस इज अल्सो कल्ड ड्रागन राइड हैन हामी अब यहाँबाट चढेर गन्डोलामा चढेर हामी जान्छौँ अनि रमाइलो हुन्छ ल गाइज विश अस लक हैन अब त्यहाँ माथि जाँदा कस्तो हुन्छ विल सी त्यहाँ माथि एकदम चिसो हुन्छ जस्तो लाग्यो हामीलाई हैन अनि दिस इज आवर आउटफिट फर टुडे ल गाइज अब हामी पुगेर भिडियो बनाउँछौँ एन्ड देन त्यहाँबाट we'll see how it goes. So here's the entrance razor, and this is the Mount Pilatus. Mathi esto dekhincha esto cha which is bawal cha. But guys yahabata हामी सेसा क्याच कहाँबाट छिर्ने यसरी स्क्यान गर दिस इज आवर गन्डोला गाइज र हामी भित्र बस्यौँ एन्ड इट्स गोना बी फन गाइज रमाइलो हुन्छ है रमाइलो हुन्छ है रमाइलो हुन्छ यहाँबाट हाम्रो गेट पनि बन्द भयो हैन ए डोर म के भन्छु भन्छ हैन दादा तर के भनेरै यहाँ हाम्रो भ्लग बन्दैछ नि त त्यही भएर this is our first time doing a vlog त्यही भएर हामीले जे बोले पनि माइन्ड नगर्नु होला गाइज this is fun है हडा त यहाँबाट हिँड्छु म ल हेर्नुहोस् गाइज यो चाहिँ लुजर्न भन्ने हाम्रो सिटी हो स्विजरल्यान्डको है अनि कस्तो दामी छ क्या अब वाउ लाइक यहाँबाट कस्तो बवाल देखिन्छ ल हेर्नु त हामी सिटी कस्तो मजाको सिटी छ हैन अब चारैतिर देखाउँदैछु म है ए ल हामी टपमा जाँदैछौँ गाइज इट्स गोना बी फन
Still मजाको view छ guys. So beautiful. So guys, गन्डोलाबाट अलि माथि आइसकेपछि देखिने भिडियो चाहिँ यस्तो छ है. लाइक स्नोफल भएछ है यहाँ. कस्तो दामी देखेछ क्या अब. लाइक भ्यू, such a mesmerizing view. Like Switzerland is indeed a very beautiful place. You know, must visit. है यस्तो राम्रो छ है. माथि माउन्टेन को भ्यू. Oh my god, हामी त्यहाँ माथि जाँदैछौँ. So it's so beautiful के अब अति राम्रो छ के यो ठाउँ. लाइक हेर्नु न. It's like living in a dream. कस्तो मजाको क्या. हेर्नु त. And this amazing video. हेर्नु त ल. कस्तो मजाको छ यो रुखहरू कति मजाको. Wow. Hello guys, हाम्रो गन्डोला राइड है कस्तो मजाको भइरहेछ है सिसा. ल हेर्नुस् त माथि यहाँ माउन्टेन कस्तो दामी छ है. अनि यहाँबाट पछाडी पनि एकदम राम्रो छ. यो भ्यूहरु चाहिँ लाइक सो कस्तो क्या मेस्मराइजिङ क्या. एकदमै दामी भिडियो छ के यो. लाइक हुन्छ नि यो भ्यूहरु यस्तो राम्रो छ. लुक्स सो गुड क्या अब. यहाँ मजाको क्या. वाउ. यो भ्यूजहरु पनि राम्रो छ. रातिको पछाडी यो भ्यूज दुईटा भ्यूज. ए दुईटा भ्यूज. हाम्रो भ्यूज त अफ कोर्स इट्स always beautiful. दामी छ. अनि ल माथि हेर्नुस् त त्यो माउन्टेनमा हामी जाँदैछौँ. माउन्ट पिलारसमा हैन. पछाडीको भ्यू हेर्नुहुन्छ भने यसरी हेर्नुस् ल. हेर्नुस् त पछाडीको. Damn, look at that. Look at that view. कस्तो दामी क्या अब. ड्रीम वर्ल्ड जस्तो छ यो भिडियो. कि भ्यूज? I mean views. हैन. दिवस नर्भस हुँदो रहेछ के भिडियो खिच्दाखेरि. हो अलिकति त्यो निस्किदो रहेछ क्या. बोल्दा लाइक हुन्छ के निस्किदो रहेछ क्या है. अघि पछि धेरै बोले. अनि भिडियो खिच्दाखेरि अलि धेरै बोल्दाखेरि लाइक निस्किदो रहेछ क्या. अब अफ कोर्स भिडियोलाई इन्ट्रेस्टिङ बनाउनु अलिकति बोल्नै पर्यो है. बोलेन भने भिडियो पनि बोरिङ हुन्छ हैन. So guys, for now, bye. Hello guys, after the gondola ride हैन हामी चाहिँ यहाँ आइपुग्यौँ हैन. पिलारस कुलुम भन्दो रहेछ यसलाई. के हो ल सी गाइस. दामी छ. कस्तो राम्रो छ ल हेर्नु त. यहाँबाट पनि अझै माथि जाँदो रहेछ. गाइस. ड्याम. ल हेर्नु त कस्तो मजाको. Switzerland is so damn beautiful. Look at this. ल हेर त कस्तो मजाको. Wow. Look at this. ल हेर्नु त. स्विजरल्यान्ड कति ब्युटिफुल हो. कति ब्युटिफुल हो हैन. इन कम्पेरिजन लाइक कस्तो दामी क्या. वाउ. माउन्ट पिलारस यही हो. अझै त्यहाँ माथि टपसम्म गइन्छ जस्तो लाग्छ मलाई. So beautiful guys. Wow. So beautiful. ल हेर्नुहोस् यो भ्यू. यस्तो भ्यू यो लाग्छ मुभीमा आइम जस्तो छ हामी त. It's like a movie. हेर्नु त ल. यस्तो मजा आएको ल हेर्नु त. Whoa. Guys, whoa. Look at all this. Hello guys, हामी चाहिँ माउन्ट पिलाटसको टपमा छौँ हैन. अब हेर्नुहोस् कस्तो ब्युटिफुल छ स्विजरल्यान्ड. लास्ट रमाइलो भइरहेछ. एकदमै चिसो छ. लास्टै चिसो छ. कति राम्रो छ. It's like living in a dream.
So beautiful. So beautiful. Hello guys, later. Hello guys, last चिसो छ अनि मैले चाहिँ one shot rum लिएको अब खाइदिनु लाग्यो. So साले हट चकलेट लिँदैछ हामी दुईजनालाई. So अब हामी यहाँ पे गर्छौँ and then we will go out. Hello guys, हामी चाहिँ अब एकछिन कफी खाएर रम खाएर अब अझै टपमा जान आँटेको छौँ. अनि भ्यू चाहिँ यस्तो छ भित्रबाट. यहाँबाट अझै टप जानको लागि लाइन लागिरहेछौँ. सो द्याट अब यहाँबाट हामी अझै माथि टपमा जान्छौँ. यस्तो छ भ्यू चाहिँ गाइज. इट्स ब्युटिफुल. राम्रो छ. अनि यो चाहिँ सब मान्छेको लाइन हो माथि जानको लागि. दामी छ. ल गाइज हामी यहाँ तलबाट गन्डोला चढेर माथि जाँदैछौँ. अनि यो गन्डोलामा चाहिँ यो चाहिँ ठुलो खालको रहेछ. सबै धेरैजना मान्छेहरू बस्ने रहेछ है. सब ठाउँको भ्यू देखिन्छ यहाँबाट. कस्तो राम्रो छ. वाउ. गाइस माथिबाट भ्यू कस्तो दामी छ. वाउ. टप. Aber wir müssen mit dem ÖV, wo die Zahl einfach nicht anverschnupft ist, त्यही टपमाथि जान आँटेको. मान्छेहरू कति धेरै छ यहाँ. गाइस माथि अझै यस्तो छ. हिउँ परिरहेको रहेछ. Excuse me. ल हामी चाहिँ यहाँ आइपुग्यौँ. अब उत्रिन लाग्छौँ. सो छ म त खतरा भिडियो खिचेको. Of course. ल अब हामी गन्डोलाबाट उत्रेर हिँड्दैछौँ. हेर्नुहोस् यहाँको भिडियो यस्तो रहेछ. यहाँ माथि चाहिँ माउन्ट प्लारसको टपमा यस्तो सनिक भ्यू हेर्दै होइन खाँदै बस्ने ठाउँहरू रहेछ. पिसमा टक्क यहाँ बसेर भ्यू इन्जोय गर्ने होइन. यस्तो दामी रहेछ. हेर्नुहोस् त. ड्रिम जस्तो छैन त यो ठाउँ. कस्तो राम्रो. अर्को साइड हेरौँ झन् त्यहाँ. ल हेर्नुहोस् कत्रो ठुलो ब्लू सिपको उयो रहेछ. लाइक स्ट्याच्यु रहेछ. ल हेर्नुहोस् त गाइस.
कस्तो राम्रो आहा ल हेर्नुस् त यहाँ ओ माई गॉड यो भ्यू हेर्नुस् त गाइस कस्तो राम्रो यार वाउ हेर्नुस् त कति राम्रो आहा कस्तो मजाको यार वाउ ल गाइस माउन्ट पिलाटसको टपमा चाहिँ यस्तो रहेछ है पुरै यस्तो छ हिउँको छिट्का आइरहेछ पुरै हिउँ पर्दो रहेछ यार ओ शिट चिसो हिउँ परिरहेछ आछु ओए हेर्नुहोस् गाइस कस्तो दामी छ बब्बाल छ राम्रो छ सुसा हिउँ पर्दो रहेछ है हिउँको छिट्का आइरहेछ नि है हेर्नु सुसा कस्तो फिल भइरहेछ माउन्ट पिलाटसको टपमा है लाइक कस्तो राम्रो दामी यसो जाउँ न यता हेरौँ ओ ड्याम आछु सास फेर्न गाह्रो भइदिएर यार ओए हावा लागेपछि त सास फेर्न गाह्रो हुन्छ रहेछ यार आऊ न यता गाइस यो कति फिट माथि रे यो 2132 मिटर्स माथि 7000 फिटमा छौँ हामी यो चाहिँ गेस्ट हाउस हो जस्तो छ यहाँ मान्छेहरू बस्छन् जस्तो लाग्यो ओ माई गुडनेस हावा लागेर यसको छिट्काले केही पनि कस्तो चिसो छ चिसो होटल पिलाटस कुलुम गाइस स्विजरल्यान्ड इट्स अ ड्रिम प्लेस है सासै फेर्न गाह्रो भइरहेको छ यार यहाँ आउनुपर्छ जस्तो छ ओ माई गॉड एकदम चिसो छ ल गाइस टपमा यस्तो रहेछ अब हामी एकछिन घुमेर तल गइहाल्छौँ बिकज अरू ठाउँ पनि घुम्नु पर्नेछ लुजर्नको है दामी छ धेरै हिउँ परेर टपमा जान अलिकति बन्द छ जस्तो छ एकदम टुप्पोमा जान चाहिँ बट यो पनि टपै हो